नमस्कार। डिप्रोक्स लघुवित्त, जसलाई हामी डिडिबिएल भनेर पनि चिन्छौं, यसको वित्तीय अवस्थाबारे तयार पारिएको यो गहिरो विश्लेषणमा यहाँहरूलाई स्वागत छ। आज हामी यो कम्पनीको हरेक पाटोलाई केलाउनेछौं, यसको अहिलेको अवस्था, चुनौतीहरू र भविष्यको सम्भावना के कस्तो छ भनेर। ल सुरु गरौँ एउटा एकदमै रोचक प्रश्नबाट। बजार पुरै बियरिश छैन, तर यस्तो बेलामा डिडिबिएलले चाहिँ लाभांशमा एउटा पुनरागमन गरेको छ। एकातिर शेयरको भाव घट्दो छ, अर्कोतिर लाभांश बढ्दो छ। यो त अलि विरोधाभासपूर्ण देखियो नि, हैन? हो, यही कुराले हामीलाई यसको वास्तविक कथा के हो भनेर खोतल्न बाध्य बनाउँछ। स्क्रिनमा हेर्नुस् त, डिडिबिएलको शेयर मूल्य अहिले लगभग 830 रुपियाँको हाराहारीमा छ, जुन यसको 52 हप्ताको सबैभन्दा उच्च मूल्य 1010 रुपियाँभन्दा करिब 18% कम हो। यसले बजारमा समग्रमा कस्तो दबाव छ भन्ने कुरा प्रष्टै देखाउँछ। तर के यो घट्दो मूल्यले मात्र कम्पनीको पुरै कथा भन्छ त? सायद भन्दैन। ओके, अब यो विश्लेषणलाई सजिलोसँग बुझ्नका लागि हामी यसलाई 5 वटा मुख्य भागमा हेर्नेछौँ। पहिलो, हामी यसको लाभांशको कथाबाट सुरु गर्नेछौँ। त्यसपछि दोस्रो, त्रैमासिकको वित्तीय रिपोर्टलाई गहिरिएर हेर्नेछौँ। अनि कम्पनीले सामना गरिरहेका जोखिम र चुनौतीहरू के हुन् त्यसको पनि चर्चा गर्नेछौँ। र चौथोमा, भविष्यका लागि कम्पनीको रणनीति के छ। र अन्त्यमा यी सबै कुराबाट एक लगानीकर्ताले के बुझ्ने त, त्यो निष्कर्ष निकाल्नेछौँ। ल, अब सुरु गरौँ पहिलो खण्डबाट, जुन सायद धेरै लगानीकर्ताको सबैभन्दा ठूलो चासोको विषय हो, लाभांश। के कम्पनीले हालसालै घोषणा गरेको लाभांश कम्पनी फेरि पुरानै लयमा फर्कन लागेको सङ्केत हो त? आउनुहोस् पत्ता लगाउँ। हो, कम्पनीले आर्थिक वर्ष 2079-80 को लागि कुल 15% लाभांश दिने घोषणा गरेको छ। यसमा 10% बोनस शेयर छ भने 5% नगद लाभांश। अब हेर्नुस्, बजारको यस्तो चुनौतीपूर्ण समयमा पनि 15% लाभांश दिनु भनेको व्यवस्थापन पक्षबाट आएको एउटा निकै सकारात्मक सङ्केत हो। यसले कतै न कतै कम्पनीको अवस्था सुधारिँदैछ भन्ने आत्मविश्वास देखाउँछ। तर यो 15%लाई अलिकति ऐतिहासिक दृष्टिकोणबाट पनि हेरौँ है। पछिल्ला केही वर्षमा 10% को हाराहारीमा झरेको लाभांशको तुलनामा यो पक्कै पनि राम्रो सुधार हो। तर हामीले यो पनि बिर्सनु हुँदैन कि एक समय थियो जब डिडिबिएललाई लाभांशको राजा नै मानिन्थ्यो। आर्थिक वर्ष 2072-73 त 52% भन्दा बढी लाभांश दिएको थियो। त्यसैले अहिलेको यो सुधार राम्रो भए पनि कम्पनी आफ्नो त्यो स्वर्णयुगको प्रदर्शनबाट भने अझै धेरै टाढा छ। त्यसो भए प्रश्न उठ्छ, लाभांश किन यति धेरै घट्यो त? खासमा पछिल्ला केही वर्षमा एकैपटक धेरै कुराहरू बिग्रिए। यसका मुख्य कारणहरू थिए, सबैभन्दा पहिलो खराब कर्जा अर्थात् नन पर्फर्मिङ लोन्स बढेर 8.43% सम्म पुग्यो। दोस्रो, देशको आर्थिक मन्दी। र तेस्रो, केही समूहहरूले चलाएको लघुवित्त विरोधी अभियान, जसले गर्दा कर्जा उठाउनै गाह्रो भयो। त्यसमाथि राष्ट्र ब्याङ्कको कडा नियमले पनि कम्पनीलाई चाहेर पनि उच्च लाभांश दिनबाट रोक्यो। ल, अब लाभांशको कथालाई एकछिन थाँती राखेर कम्पनीको हालको वित्तीय प्रदर्शनतिर लागौँ। विशेष गरी दोस्रो त्रैमासिकको रिपोर्टमा केही साँच्चै राम्रा र आशा जगाउने सङ्केतहरू देखिएका छन्। ओके, यो नम्बरमा ध्यान दिनुस् त। कम्पनीले आर्थिक वर्षको दोस्रो त्रैमासिकमा मात्रै 24 करोड 7 लाख रुपियाँ खुद नाफा कमाएको छ। यो पहिलो त्रैमासिकको तुलनामा निकै ठूलो फड्को हो। यसले के देखाउँछ भने कम्पनीको नाफा कमाउने क्षमतामा बलियो सुधार आएको छ। पहिलो र दोस्रो त्रैमासिकको तथ्याङ्कलाई सँगै राखेर हेर्दा यो सुधार अझै प्रष्ट देखिन्छ। खराब कर्जा अनुपात 8.73%बाट घटेर 8.43% मा आएको छ, जुन एकदमै राम्रो कुरा हो। सञ्चालन मुनाफा पनि 28 करोडबाट बढेर 34 करोड पुगेको छ र वार्षिक प्रति शेयर आम्दानी अर्थात् EPS पनि 43बाट बढेर 47 रुपियाँभन्दा माथि पुगेको छ। यो सकारात्मक गति साँच्चै नै उत्साहजनक छ। अब दोस्रो त्रैमासिकमा नाफा यति धेरै बढ्नुको एउटा मुख्य कारण थियो इम्पेयरमेन्ट रिभर्सल। यो अलि प्राविधिक सुन्निएला, तर सरल भाषामा भन्दा कम्पनीले खराब कर्जा उठ्दैन कि भनेर छुट्याएको पैसाभन्दा बढी रकम फिर्ता उठाउन सफल भयो। दोस्रो त्रैमासिकमा कम्पनीले करिब 1 करोड 57 लाख रुपियाँ फिर्ता ल्यायो, जबकि पहिलो त्रैमासिकमा उल्टै 55 लाख रुपियाँ थप छुट्याउनु परेको थियो। यही फरकले नाफामा ठूलो टेवा पुर्याएको हो। व्यवस्थापनको अर्को ठूलो सफलता भनेको कोषको लागत अर्थात् कस्ट अफ फन्ड्स घटाउनु हो।
गत वर्ष यही समयमा 8.11% रहेको यो लागत अहिले घटेर 7.00%मा झरेको छ। यसको मतलब कम्पनीले सस्तोमा पैसा जुटाउन सकेको छ। यसले के हुन्छ भने ब्याज आम्दानी कम हुँदा पनि नाफाको मार्जिनलाई फराकिलो बनाउन मद्दत पुग्छ। ल, अहिलेसम्म त राम्रै कुराहरू सुनियो, तर हरेक कथाका दुई पाटा हुन्छन् होइन र? अब कम्पनीले सामना गरिरहेका केही गम्भीर जोखिम र चुनौतीहरूतर्फ लागौं, जसलाई हामीले बेवास्ता गर्नै मिल्दैन। हो, यो त्रैमासिकमा त एनपिएल घटेको देखियो, तर यो चार्ट हेर्नुस् त, गत वर्ष यही समयमा 6.09% रहेको एनपिएल अहिले बढेर 8.43% पुगेको छ। यसले के देखाउँछ भने त्रैमासिक रूपमा केही सुधार देखिए पनि खराब कर्जाको समस्या समग्रमा अझै पनि गम्भीर छ र यो कम्पनीको लागि एउटा प्रमुख टाउको दुखाइको विषय बनेको छ। यो कुरा कम्पनीको व्यवस्थापन आफैले पनि स्वीकारेको छ। उनीहरूको आफ्नै प्रतिवेदनमा भनिएको छ कि आर्थिक मन्दी र लघुवित्त विरोधी गतिविधिहरूका कारण व्यावसायिक वातावरण निकै प्रतिकूल छ। यो बाहिरी चुनौतीले कर्जा असुलीमा सिधै असर पारेको छ र यो कम्पनीको मात्रै नियन्त्रण बाहिरको कुरा हो। बाहिरी चुनौती मात्र होइन, कम्पनीभित्रै पनि जोखिमहरू छन्। कम्पनीमाथि कर्मचारीले सदस्यको बचत हिनामिना र दुरुपयोग गरेको आरोपमा धेरै मुद्दाहरू चलिरहेका छन्। यी मध्ये केही मुद्दाहरू त सर्वोच्च अदालतसम्म पुगेका छन्। अब सोच्नुस् त, ग्राहकको पैसा नै चोरी भएको आरोप लाग्नुले कम्पनीको प्रतिष्ठामा कति गम्भीर असर पार्न सक्छ। यसले कम्पनीको आन्तरिक नियन्त्रण प्रणालीमाथि नै गम्भीर प्रश्न खडा गर्छ, होइन त? ल, यति धेरै चुनौतीहरूका बीचमा व्यवस्थापनले अब अगाडि बढ्नका लागि के कस्ता योजनाहरू बनाएको छ त? अब कम्पनीको भविष्यको रणनीति र दृष्टिकोणबारे कुरा गरौँ। यो उच्च एनपिएललाई सम्बोधन गर्न कम्पनीले 3 खम्बे रणनीति अपनाएको देखिन्छ। पहिलो, वित्तीय साक्षरता कार्यक्रम मार्फत ग्राहकलाई कर्जा तिर्नु किन जरुरी छ भनेर सिकाउने। दोस्रो, समूहको एकजनाले तिरेन भने सबैलाई असर पर्छ भन्ने समूह दायित्वको महत्त्वबारे सम्झाउने। र तेस्रो, ऋणीहरूको आय नै बढोस् भनेर विभिन्न व्यावसायिक तालिमहरू दिने। यो एउटा समुदायमा केन्द्रित भएर समस्या समाधान गर्ने राम्रो प्रयास हो। यसबाहेक कम्पनीले डिजिटल प्रविधिमा पनि जोड दिएको छ। यसका दुई पाटा छन्। एकतिर कर्मचारीको काम छिटो छरितो बनाउन र लागत घटाउन डिजिटल फिल्ड एप्लिकेसन प्रयोगमा ल्याइएको छ। अर्कोतिर सदस्यहरूका लागि ट्याब्लेट ब्याङ्किङ, एसएमएस अलर्ट र वालेट जस्ता सेवाहरू विस्तार गरिँदैछ, जसले सस्तो लागतको निक्षेप जम्मा गर्न मद्दत गर्नेछ। ल त, अब यो सबै विश्लेषणको अन्त्यमा आइसकेका छौं। एक लगानीकर्ताको दृष्टिकोणबाट डीडीबीएललाई कसरी हेर्ने, यसमा लगानी गर्नका लागि सकारात्मक पक्ष अर्थात् बुल केस के छ र नकारात्मक पक्ष अर्थात् बियर केस के छ, अब त्यसलाई संक्षेपमा हेरौं। त निष्कर्षमा के भन्न सकिन्छ भने डीडीबीएलको सकारात्मक पक्ष भनेको दोस्रो त्रैमासिकको बलियो नाफा, घट्दै गएको एनपिएल र लागतमा गरिएको नियन्त्रण हो। तर नकारात्मक पक्ष भनेको वार्षिक रूपमा हेर्दा अझै पनि उच्च रहेको एनपिएल र कर्मचारीसँग जोडिएका गम्भीर कानुनी मुद्दाहरू हुन्, जसले कम्पनीको प्रतिष्ठामा असर पार्न सक्छ। त्यसैले कम्पनीको भविष्यको सफलता अब उसले आफ्नो एनपिएल घटाउने र डिजिटल रणनीतिलाई कतिको प्रभावकारी ढङ्गले कार्यान्वयन गर्छ भन्ने कुरामा नै पूर्ण रूपमा निर्भर रहनेछ। आजको यो विश्लेषण यहाँहरूलाई कस्तो लाग्यो? नेपालको शेयर बजार र कम्पनीहरूको बारेमा यस्तै गहिरो र निष्पक्ष विश्लेषणका लागि हाम्रो युट्युब च्यानल मेरो शेयर खातालाई सब्स्क्राइब गर्न नबिर्सनुहोला है। र हो, थप वित्तीय विश्लेषण र बजारको लाइभ डाटाका लागि हाम्रो एन्ड्रोइड एप मेरो शेयर खाता पनि इन्स्टल गर्नुहोला। यसले तपाईको लगानी यात्रालाई अझै सजिलो र सशक्त बनाउन मद्दत गर्नेछ। आजलाई यति नै। हेरिदिनु भएकोमा फेरि पनि धेरै धेरै धन्यवाद।